त्यो माल अच्छा से देऊ भिडियो में डालेगा सादा खाना खाने भन्छ केटाहरूले यहाँ आएर पनि सादा खाना खाने भन्छ केटाहरू हेलो गाइज वेलकम ब्याक टु माई न्यू मिनी ब्लग आज चाहिँ केटाहरूसँग हामी मलेसियाको केएलसीसी जाँदैछौँ एउटा चाहिँ घर जानु लाग्छ होइन त्यही भएर यसो सामान किन्न जानु लाग्यो अहिलेको फिलहाल मर्निङ टाइम चाहिँ यस्तो छ होइन भ्यूहरू यहाँ हरियाली छ पानी छ होइन पानी पर्छ यहाँ चाहिँ जस्तै यतातिर पनि यस्तो छ यहाँ चाहिँ गाई छैन यस्तो बाटो छ मलेसियामा यस्तो बाटोबाट छिरेर जानुपर्छ होइन हामी चाहिँ हिला छ फेरि पुरै होइन हिँड्नुपर्छ यस्तो ठाउँबाट गाई नै केटाहरू चाहिँ उता आइरहेछ त्यहाँति यस्तो ठाउँ छ हेर्न म चाहिँ अगाडि हो बिहान बिहान आज हामी चाहिँ केएलसीसीसम्मको यात्रा छ होइन बाटो यस्तो छ हिला हिला छ पानी परेर यहाँ चाहिँ यस्तो भ्यू छ गाई छैन कहिले अगाडि यहाँ चाहिँ अगाडि पान्जासम्म ठाउँ होइन माथि चाहिँ यस्तो छ मेरो साडी चाहिँ यहाँनिर आइरहेको छ केटाहरू होइन सो गाइज हामी चाहिँ यहाँ आइसक्यो होइन धेरै अगाडि अब यो चाहिँ हामीले यो हाइवे रोड क्रस गरेर जानुपर्छ यहाँ चाहिँ जेब्रा क्रस सिस्टम छ होइन यहाँबाट उतापट्टि मार्केटमा गएर फेरि गाडी समातेर जानुपर्छ गाइज होइन बस समातेर यो हाइवे चाहिँ क्रस गर्नुपर्छ गाइज होइन हाम्रो चाहिँ गाडी आउँछ उताबाट यहाँ चाहिँ सिस्टम छ होइन जेब्रा क्रसिङको हिँड्नुपर्छ के गर्ने होइन यस्तो छ केटाहरू अगाडि हिँडिरहेको छ के गर्ने गाई छैन यस्तो छ के रे चाहिँ दाइको चाहिँ टुपी चाहिँ मिले खाएन र क्या दाइको टुपी यस्तो लगाउने त्यो लगाउने भन्दैछ यो दाइले चाहिँ गाई छैन मार्केटमा आइसक्यो हाम्रो मार्केटमा अहिले ऊ त्यहाँ अब बस चाहिँ कुर्नुपर्छ एकछिन अनि त्यसपछि जानुपर्छ अहिले सुनसान छ होइन बिहान बिहानको समय अहिले चाहिँ एकदम भिड हुन्छ अगाडि हिँडिरहेछ यो साइकलको मान्छे सो गाइज हामी चाहिँ यहाँ बसको वेटिङ गर्दै हो होइन यहाँ चाहिँ बस आउँछ एकछिनमा बस आउँछ बसको वेटिङ गरेर आएको बस चाहिँ प्याक आयो होइन हामी चाहिँ ट्याक्सी लिएर जानु लाग्यो के गर्ने यस्तो छ होइन ट्याक्सी लिएर जानु लाग्यो बस फुल आएको 1 orang 2 orang 10 ringgit 3 orang 12 ringgit hari-hari 3 orang 3 ya. सो गाइज हामी चाहिँ बस स्ट्यान्ड आइसक्यो होइन ट्याक्सीबाट पनि झरिसक्यो अब चाहिँ यहाँ वेट गर्नुपर्छ आधा घन्टा जस्तो होइन आधा घन्टा पर्खिनुपर्छ नि त आधा घन्टा जति पर्खिनुपर्छ गाइज हामी चाहिँ होइन पर्खिनुपर्छ मस्त त्यहाँ छ बसहरू लागिरहेको छ बस स्ट्यान्ड यस्तो छ यतातिर बजार छ होइन गाइज हामी चाहिँ बसमा बसिसक्यो होइन मेरो केटाहरू त्यहाँ बसेको छ मभन्दा पछि बसेको केटाहरू छ होइन बसमा आइसक्यो अब के छ साडो ठिक छ दाइको के छ ठिक चलिरहेछ नि एउटै चाहिँ घर जानु लाग्यो है उसको लागि चाहिँ सामान किन्नु जानु लाग्यो हामी चाहिँ बस्नु जानु लाग्यो गाइज हामी चाहिँ बस्थ्यो नि त होइन फेरि उता भिडियो खिच्न पाइएन घाम चाहिँ जस्तो घाम लाग्यो साइडमा बसेको यता पनि घामै छ टायरहरू त्यहाँ बसेर हामी चाहिँ हिँडिसक्यो होइन बाहिरको भ्यू चाहिँ यस्तो सब कपाल देखिन्छ नि त बाहिर त होइन बवाल छ हैन हरियाली मलेसियामा यस्तै हो हैन
यहाँ चाहिँ घरहरू चाहिँ मलेसियामा चाहिँ सानो सानो हुन्छ होइन, धेरै ठुल्ठुलो हुँदैन रुमहरू। सिन चाहिँ बब्बाल छ गाइज होइन, भ्यूहरू भ्यू घरमा ठुलो छ। त्यहाँ बस्नु यहाँ चाहिँ यहाँको भ्यूहरू चाहिँ दामी छ होइन, जे होस् यहाँ चाहिँ सधैँ हरियाली हुन्छ, जहिले पानी पर्छ होइन, यहाँको भ्यूहरू एकदम बवाल हुन्छ। तपाईँहरू पनि हेरेर मनोरञ्जन गर्नुहोस् होइन, बवाल छ भ्यूहरू, मेरो लाइट छ जता तता हरियाली होइन। गाइज हामी चाहिँ आएर टक्क खाना खानु बसेको होइन नेपाली होटलमा। उता चाहिँ म्युजिक चलिरहेछ, हामी चाहिँ यता छ, यहाँ बसिरहेछ, ग्याङहरू उता बसिरहेछ। के छ केटा हो, के खाने केटा हो? सादा खाना खाने भन्छ कि केटाहरूले, यहाँ आएर पनि सादा खाना खाने भन्छ केटाहरू। यहाँ चाहिँ नेपालको पहिचानहरू छ होइन, यहाँनिर यस्तो दामी छ नेपाली। बाबा सो फाइनली गाइज हामी चाहिँ यहाँनिर आइसक्यो होइन। अब यहाँबाट ट्याक्सी लिएर चाहिँ हामी जान्छ उता तल चाहिँ मार्केटतिर सामान खानासाना खाएर निस्किसक्यो हामी चाहिँ होइन अहिले। अब यहाँबाट ट्याक्सी लिएर जान्छ गाइज होइन। अगाडिको भ्यू चाहिँ यस्तो छ होइन, यहाँ चाहिँ घन्टाघर भन्छ अगाडि छ, हल्का अगाडि। यहाँ चाहिँ पुरै घडी हो होइन, यसले छानी होइन, एन्ड ड्राइभदेखि लगाएर पुरै पाउँछ। गाइज यहाँ चाहिँ केटाहरूसँग सपिङमा आइसक्यो होइन, केटाहरू लाइट हेर्दैछ डाइले होइन, लाइट हेर्दैछ। मंडू कैसे हो? ठीक है ना? हाँ बंगाली भाई है ये। हाँ मैं बंगाली का। ब्लैंकेट अच्छा से दो, माल अच्छा से दो। हाँ अच्छा से देगा, वीडियो में डालेगा। अच्छे से देगा। हाँ लेवे के तो यहाँ चाहिँ शपिङ गर्न आएको, यहाँ चाहिँ अब ब्ल्याङ्केटहरू हेरेको अब भइसक्यो हाम्रो ब्ल्याङ्केट चाहिँ उडाइले मिक्सर पनि भइसक्यो, आइरन ल्याएको। भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला।